हेलो साथीहरु, गुड मर्निङ अनि दर्शन नमस्ते सबैजनालाई। साथीहरु, नेपाली भिलेज युट्युब च्यानलमा आज फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरु, आज म तराईमा हामीले कसरी खेती गरिएको छ भन्ने कुरा यो भिडियोमा देखाउने छु र हाम्रो तरकारी बारीमा के लगाएका छौं त हामीले यो कुराहरू देखाउने छु। र अहिले 2083 वैशाखको आज 13 गते यो एकदमै चर्को गर्मीमा तराईमा खानको लागि तयारी अवस्थामा तरकारीहरू के छ त हाम्रो बारीमा हाम्रो खेतमा त्यो कुरा हजुरहरूलाई म देखाउने छु। जति पनि साथीहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र एउटा लाइक गरिदिनु होला। यो भिडियोलाई सधैँ भैँसी बजारको गाई बजारको बाख्रा बजारको भिडियो हेरिरहनु भएको हाम्रो मित्रहरूलाई आज हल्का फरक किसिमको र लोकल स्वादको भिडियो लिएर आएको छु। पक्कै पनि हजुरहरूले माया दिनुहोला र सपोर्ट देखाइदिनु होला। अब म यता कुनाबाट मैले हजुरहरूलाई हाम्रो तरकारी बारीमा के छ देखाउने कोसिस गर्नेछु। सबैभन्दा पहिला त यहाँनिर हामीले यसरी भिन्डी लगाएका छौं। यसरी सरर तपाईहरुले देख्न सक्नुहुन्छ। यसरी भिन्डी छ, यहाँबाट यो सबै यसरी भिन्डी छ भने भिन्डी लगभग साथीहरु अहिले त अब फुलिरहेछ। हेर्नुस्, फुलिरहेछ। हेर्नु साथीहरु, यो भिन्डी हो भने यसरी फुलिरहेछ सरर। यति यो भागमा भिन्डी छ हैन, तपाईहरु यो देखे जतिको यसरी सरर भिन्डी छ, फुलिरहेछ। हल्का हल्का सानो फली पनि रहेछ भने अब मैले यहाँबाट हजुरहरूलाई हो यो साइडमा यसरी खुर्सानी छ, मिर्च, हरि मिर्च छ भने यो पनि फुलिरहेछ साथीहरु। यसरी हामीले हरि मिर्च लगाएका छौं भने यसरी यो पनि फुलिरहेछ। यता हरि मिर्च भने साथीहरु तपाईहरुले यतातिर देख्नुहुन्छ यो खुर्सानीहरु यो फलिसकेको छ। अलि पहिले लगाएको हो हामीले, यो फलिसकेको छ। तपाईहरुले यसरी हरा खुर्सानी कराम ल हेर्नु। कसलाई साथीहरु हरियो खुर्सानी मन पर्छ भन्नु होला। मैले त हरियो खुर्सानी खान्न भने यहाँनिर पाकी पनि सकेका छन्। भित्र रातो देखिएको छ, यो पाकिसकेको छ भने यतातिर हरियो खुर्सानी छ भने यहाँनिर हामीले सुन्तलालाई पनि लगाएका छौं। तराईमा खासै सुन्तलाहरू त कागती हुँदैन, त्यही पनि सुन्तला छ भने अब यहाँनिर लौका पनि लगाएका छौं हामीले। एउटा लौका पनि तपाईहरुले देख्न सक्नुहुन्छ। यो लौका, यो हेर्नु लौका फलेको छ भने यहाँनिर हामीले करेला पनि लगाएका छौं। यतातिर हामीले करेला लगाएका छौं, तपाईहरुले देख्न सक्नुहुन्छ। साथीहरु, करेला हाम्रो फलिसकेको छ है साथीहरु। करेला हाम्रो फलिसकेको छ भने यसरी यो करेलाको बुटा हेर्नुस् है साथीहरु। करेला कतिजनालाई मन पर्छ साथीहरु भन्नु होला, कमेन्ट गर्नु होला। हाम्रोतिर यति ठुलठुलो करेला भइसकेको छ है भने यतातिर यो करेलाको म अहिले उसमा छु। करेला ल हेर्नु, करेला हाम्रो यत्रो भइसकेको छ है साथीहरु। तराईमा अहिले वैशाखमा आज वैशाखको 13 गते यो गर्मीमा पनि यसरी हरियो तरकारी यसरी ल हेर्नु। करेला हेर्नु त, यसरी करेला छ भने तपाईहरुले हो यतातिर अब यो लौका भनेको 1-1.5 महिनामा यो लौका पनि फुलिसकेको छ। लौका हामीले यसरी यहाँ तल लगाएका छौं भने यतातिर साथीहरु तपाईले देख्न सक्नुहुन्छ यो फर्सी लगाएका छौं हामीले। हेर्नुस् है साथीहरु, मैले सबै हाम्रो तरकारी बारीको सबै के छ मैले देखाइन्छु। यतातिर हाम्रो फर्सी छ, करेला देखाइसके, यो करेला तपाईले देखाइसके। हरियो खुर्सानी यतातिर मैले अझै देखाउँछु। यो हरियो खुर्सानी छ हैन। भिन्डी तपाईहरुलाई देखाइसके साथीहरु। अनि तपाईहरुकोतिर पनि के लगाउनु भएको छ, तराईबाट हेर्दै हुनुहुन्छ कि पहाडबाट हेर्दै हुनुहुन्छ कि हिमालबाट हेर्दै हुनुहुन्छ, यो भिडियोलाई भनिदिनु होला तल कमेन्ट बक्समा कमेन्ट गरेर। र देश विदेशबाट हेर्नुहुने हाम्रो धेरैभन्दा धेरै प्रेमीहरूले, हाम्रो नेपाली भिलेज परिवारको साथीहरूले पनि कमेन्ट्स गर्नु होला म यहाँदेखि हेर्दैछु भनेर। भने यतातिर हामीले बोडी लगाएका थियौं। ल हेर्नु, बोडी सबै फलेर यो अलिअलि छ, हामीले टिपिसक्यौं। अब यो बोडी लास्ट स्टेजतिर छ। बोडी हामीले सबै टिपिसकेका छौं भने यहाँनिर हाम्रोतिर आँप भनेको यति ठुलो भइसकेको छ है। बम्बे आँप साथीहरु, यो लगभग आधी किलोसम्मको हुन्छ, यति ठुलो आँप भइसकेको छ। ल आँप मनपर्ने साथीहरूले पनि कमेन्ट्स पक्कै गर्नु होला। आँप भनेको यति ठुलो भइसकेको छ हाम्रो भने अब यो सेक्टरमा
अलिअलि बढी छ, यो लास्ट स्टेजतिरको बढी भने यसरी यहाँनिर हामीले घिरौँला पनि बिचमा छ होइन हाम्रो भने यहाँनिर यसरी तपाईँहरूले देख्नुहुन्छ बढी अनि साथीहरू हेर्नु बढी यस्तै फलेछ लास्टमा छ भने यो सेक्टरमा हाम्रो टमाटर फलिसक्यो, अब मर्न लागिसकेछ भने अलिअलि तपाईँहरूले यो सेक्टरमा यहाँनिर तपाईँहरूले टमाटर पनि देख्न सक्नुहुन्छ है त साथीहरू। अब म तपाईँहरूलाई यो सेक्टरबाट मैले अर्को सेक्टरमा लिएर जान्छु, तपाईँहरूले भिडियोलाई स्किप नगरिकन हेर्नु होला साथीहरू। म अब तपाईँहरूलाई अझै धेरै यो तरकारीभरि हामीले के लगाएका छौँ सबै देखाउने छु। यहाँनिर हाम्रो टमाटर यसरी लटरम्मै फलेको थियो, हेर्नु खाइ नखाइ भयो यति धेरै फल्यो। यहाँ यो टमाटर यो हेर्नु यो टमाटर हाम्रो भने हो। यहाँनिर हामीले काँक्रा लगाएका छौँ, काँक्रा पनि धेरै फलिसक्यो साथीहरू, हामीले टिपेर खाइए पनि यहाँ काँक्रा अलिअलि अझै फल्दैछ बिचमा। यो सेक्टरमा हाम्रो काँक्रा छ होइन साथीहरू। हेर्नु साथीहरू अब यो सेक्टरमा भनेको हाम्रो यहाँनिर प्याज लगाएका छौँ साथीहरूले, हेर्नु यो सेक्टर भनेको प्याज। मैले प्याज बारे देखाउँछु है साथीहरू, हेर्नुहोस् तपाईँहरूले कसरी लगाउनुहुन्छ। हामीले यस्तो छोटो क्यारा बनाएर यसरी गरा बनाएर लगाउँछौँ भने यो सेक्टरमा हामीले साग पालकको साग यहाँबाट खाइसक्यौँ, भ्याइसक्यो। अब यहाँनिर हामीले अलिअलि हामीले फर्सीका बुट्टाहरू लगाएका छौँ, अब यो फुलिरहेको छ हेर्नु साथीहरू। पहेँलो यो फर्सी फुलेको हो, यसरी हामीले सानो सानो गरामा यसरी लगाएका छौँ भने हो। यहाँनिर हाम्रो यो भान्टा छ, भान्टा अझै फुलेको छैन, फलेको छैन, फुलेर हेर्नु बिचमा तपाईँले देखिरहनु भएको छ यो उभएको छ, फुलिरहेको छ होइन, फुलिरहेको छ भने अब यो केही दिनमा फल्ने यसको चान्स धेरै देखेको छु मैले भने। यहाँनिर हामीले हल्का अझै फर्सी छ भने यहाँ फर्सीलाई झारले पुरै खाइदिएको छ, यहाँ पालक पनि थियो। अब यो सेक्टरमा मैले हजुरहरूलाई हो यहाँनिर मैले प्याज देखाइरहेको छु, तर प्याजभन्दा धेरै झार छ, डकमक्कै झार छ हेर्नु साथीहरू। प्याजभन्दा धेरै झार छ भने उतातिर हामीले फर्सी अलिअलि साइडमा लगाएका छौँ भने यहाँनिर हाम्रो प्याजलाई झारले पुरै डकमक्कै खाइदियो ल हेर्नु भने यसरी छ। अब मैले हजुरहरूलाई अझै अगाडि गएर यहाँनिर देखाउने छु भने यसपालि प्याज हाम्रो राम्रो भएको छैन। गाना भनेको यत्रो चाहिँ गुच्छा जत्रो, तर फुलेर यसरी फुलिसकेको छ, गुच्छा जत्रो गाना छ। प्याज भने यसपालि खासै राम्रो होला जस्तो लक्षण देखेको छैन। यो सबै प्याज मरि पनि सक्यो, पानी पनि लगाएको छ तर मरिसक्यो भने यतातिर हाम्रो धनियाँ पुरै फल्नलाई तयार छ फुलेर साथीहरू हेर्नु। यतातिर हाम्रो धनियाँ फल्नलाई तयार छ भने यो साग भनेको यसरी हेर्नु साथीहरू, साग भनेको यसरी यो बिउको लागि हामीले तयार गर्दैछौँ है त साथीहरू।